नेताजीहरू र मञ्च अगाडि रहनुभएका सम्पूर्ण ट्रेड युनियनका साथीहरू, समय धेरै छैन। म शुभकामना दिन चाहन्छु यो श्रमिक दिवसको र धेरै लामो कुरा नगरिकन ट्रेड युनियन कर्मीभित्र एउटा शक्ति हुँदो रहेछ भन्ने एउटा दृष्टान्त मात्रै व्यक्त गरेर यहाँहरूबाट जाने अनुरोध चाहन्छु। हामी एउटा आन्दोलनको मोर्चामा थियौँ। वैशाख 10 गते नेपाल सरकारले कक्षा 12 को परीक्षा गर्नका लागि त्यहाँको गृह प्रशासनसँग र प्रधानमन्त्रीसँग पनि अनुमति लिएर शिक्षा सचिवले एउटा निर्णय गर्दै हुनुहुन्थ्यो, भोलिदेखि हामी कक्षा 12 को परीक्षा गर्छौँ। तर ट्रेड युनियन कर्मी साथीहरू यसरी लाग्नुभयो र त्यति बेला ट्रेड युनियन कर्मीले निजामती र अन्य ट्रेड युनियन कर्मीलाई प्रयोग गरेर परीक्षा गर्छु भन्ने कुरा गर्दै थियो। र त्यही बिचमा ट्रेड युनियन कर्मी साथीहरूले, हाम्रा साथीहरू ट्रेड युनियन काङ्ग्रेसले त विज्ञप्ति निकालेर नै समर्थन गर्यो। त्यो बाहेक निजामती साथीहरूले पनि यसरी जोरदार रूपमा हामीलाई समर्थन गर्नुभयो कि भोलिपल्ट सरकार झुक्न बाध्य बन्यो। त्यसैले ट्रेड युनियन कर्मीको अधिकार भनेको यो श्रम युनियन, हामी एकता भयौँ भने एकतामा यति धेरै बल रहेछ भन्ने एउटा सानो उदाहरण मात्रै प्रस्तुत गर्दै हामी अझै पनि हामीलाई यसरी नै एकता बन्न र ट्रेड युनियन कर्मीको एक अर्कालाई परेको अवस्थामा साथ दिनका लागि सहयोग गर्न अनुरोध गर्दै सबैलाई शुभकामना दिँदै बिदा हुन्छु। नमस्कार, जय नेपाल।